हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आजको राइड चाहिँ हाम्रो रानीमहलसम्म हुनेछ। हामी चाहिँ अहिले यहाँ कालीगण्डकी कोरिडोर बाटो यो कालीगण्डकीको तिरमा छौँ। ल आज चाहिँ हाम्रो राइड चाहिँ यस्तो बवालो हुनेछ किनकि हाम्रो भाइ छ, हाम्रो दाइ छ, दामी हुनेछ। ल अब ढिलो नगर्दै राइड सुरु गरौँ। Let's go. दामी चाहिँ हामी चाहिँ मेन चाहिँ कहाँ रे यो बाटो हाम्रो पुरै रानीमहलसम्म बित्छ। तपाईँहरूले आउन सक्नुहुन्छ। यो बाटो डाइरेक्ट बेनी होइन, बेनी कोरिडोरको बाटोदेखि नै यो बाटो आउन सकिन्छ। बाटो चाहिँ एकदम राम्रो छ। त्यही हो। यताबाट चाहिँ हाम्रो मिरिमी निक्लिन्छ है। मिरिमी र अनि डाइरेक्ट रानीमहल जाने बाटो छ। हामी चाहिँ डाइरेक्ट रानीमहलमै जान्छौँ किनकि रानीमहल जाने बाटो चाहिँ हाम्रो एकदम स्ट्रेट सिधा छ। त्यही हो। भिडियो चाहिँ हेर्नु होला, मेरो नयाँ नयाँ भिडियोहरू आउँदैछ। अर्को कुरा चाहिँ तपाईँहरू बुटोलबाट आउनुभएको छ भने यो बाटो डाइरेक्ट तपाईँ मुक्तिनाथ मन सक्नुहुन्छ है, किनकि यो बाटो एकदम सर्ट पर्छ। पखर घुमिराख्नु पर्दैन है साथीहरू। मुक्तिनाथ दर्शन डाइरेक्ट। तपाईँहरू बुटोलबाट आउनुभएको छ भने यो बाटो डाइरेक्ट तपाईँ मुक्तिनाथ सक्नुहुन्छ है, किनकि यो बाटो एकदम सर्ट पर्छ। पखर घुमिराख्नु पर्दैन है साथीहरू। ल यो चाहिँ मुक्तिनाथ दर्शन डाइरेक्ट। तपाईँहरू लामो बाटोको यात्रा गर्दै हुनुहुन्छ भने तपाईँहरू यहाँ खाजा नास्ता गर्न सक्नुहुन्छ। होटलहरू छ। अरे रहेछ ल, यो चाहिँ हनुमान पार्क रहेछ। यहाँ हामीले हनुमानलाई दर्शन गरिसकेका छौँ। रक्षा होस् हाम्रो राइड। यहाँबाट चाहिँ कालीगण्डकीको ड्याम चाहिँ देखिन्छ है साथीहरू। यस्तो दामी देखिन्छ। म तपाईँहरूलाई देखाउँछु। यो माथि भ्यू पोइन्टमा चढेर कालीगण्डकीको ड्याम देखाउँछु। अनि यो चाहिँ जति नै हेर्नुभएको छ यस्तो ब्युटिफुल छ, यस्तो राम्रो छ। ल यस्तो छ ल, हेर्नु यति दामी, यति बबाल छ। यो चाहिँ गुल्मी भयो। त्यो पारी देख्छु चाहिँ सबै त्यो स्याङ्जा है, तर दामी छ। यो चाहिँ कालीगण्डकी हाइटुर पावर। यो डाँडाहरू प्लस्टर गरेको चाहिँ दामी देखिरहेछ। ल यो चाहिँ ओरेन्चरको गाउँ हो। यो चाहिँ त्यो बाहिर चाहिँ स्याङ्जा भइसक्यो। त्यो चाहिँ आदिमा भने तपाईँहरू त्यो स्टिमरमा डुङ्गामा चढ्नुभयो भने यहाँबाट चढ्यो भने सेतुपिनी भन्ने ठाउँमा माथि पुग्छ। अहिले चाहिँ बन्द छ। किनभयो भने त्यो माथिको चाहिँ मिरिमी बजारको चाहिँ माथि पर्छ। यहाँबाट राम्रोसँग देख्दैन। यही नै हो। पाहाडीको चाहिँ गाउँ दामी छ।
त्यहाँ चाहिँ खोला रहेछ, यहाँ चाहिँ टिप्पर आउन लगाएको छ। यो टिप्पर गएपछि हाम्रो बल्ल बाटो। बाटो चाहिँ लास्ट टस्टिलो रहेछ, त्यहाँको अलिक गाह्रो भयो चलाउन। खोलामा हालेको नि पुरै खोलामा दब्बेछ त अनि बाइकै। बाटो चाहिँ त्यहाँनिर चाहिँ अलिकति बिग्रेको रहेछ, अस्तिलो पनि अस्तिलो नै रहेछ। बाटो राम्रै छ। बाटो चाहिँ डेन्जर छ, हेर्न सक्नुहुन्छ तपाईँले। हेर्नु त त्यही बाटो तल चाहिँ कालीगण्डकी छ है, कालीगण्डकीतिरै तिर हामी घुम्ने रानी महल। रुद्रभेडी भनेपछि 21 किलो कति 11 किलोमिटर रहेछ। बाटो त राम्रै छ, कहिले ठाउँ मात्रै बिग्रिरहेको छ, नत्र धेरै जस्तो राम्रै छ। यस्तो छ तल कालीगण्डकी। यो त मनाङको बाटो जस्तो छ नि त, भिर खोलेर यस्तो गराएको छ। मनाङको बाटो पनि यस्तै खोलेर बनाएको छ नि त, तर त्यो चाहिँ हाइटीमा छ, यो चाहिँ अलिकति तल नै छ क्या। राम्रोमा चाहिँ लास्ट राम्रो छ, नराम्रो छ है बाटो फेरि। पानी त खुट्टाले टेकिहाल्छ। बाटो चाहिँ दामी छ कि विदेशको जस्तो। रुद्रभेडी जम्मा 6 किलोमिटर छ यहाँबाट। कालीगण्डकी किनार चाहिँ यस्तो दामी देखिरहेको छ यहाँबाट चाहिँ टक्क लगाएर। हामी अब रुद्रभेडी आउन चाहिँ अब 3 किलोमिटर छ यहाँबाट, नजिकै हो। त्यही यो भिडियो हेर्दै गर्नु होला। हामी चाहिँ एउटा बजारमा आइसकेका छौँ। यो बजारको नाम चाहिँ के हो, रुद्रभेडी सायद यही नै होला।
तपाईँलाई थाहा भएन त्यहाँ बोर्ड चाहिँ पढिएन दर्शन हानौँ न हाम्रो राइड सफलतापूर्वक राम्रो भयो यहाँ चाहिँ मन्दिर रहेछ मन्दिरलाई दर्शन गरौँ है त हेर्नु त यहाँको भिड आमामा यहाँ चाहिँ भगवान् हरिप्रेस यहाँबाट हाम्रो नजारा चाहिँ कालीगण्डकीको नजारा हेरौँ है यस्तो राम्रो देखिरहेछ यहाँबाट आमामा यहाँबाट हेर्नु त कालीगण्डकी चाहिँ यहीँ तल छ यस्तो दामी छ अलिकति डेन्जर रहेछ यस्तो भिड छ माथिपट्टिको भिड हेर्नु त आमामा हामी चाहिँ यहाँ एकछिन रेस्ट गऱ्यो अब यहाँबाट स्टार्ट गर्नेछौँ फेरि ल कस्तो लाग्छ तँलाई राइड यहाँ चाहिँ पानी खाने ठाउँ र चाहिँ यस्तो नेचुरल झर्ना झरिरहेको छ दामी छ यो चाहिँ कालीगण्डकी यस्तो दामी छ कि दामी छ यो पानी चाहिँ यस्तो डिफिकल्ट हुन्छ कि यहाँको छुट्टै छ कि पानी यो चाहिँ मुस्ताङबाट आएको राइड हो यो सबै पुरै मुस्ताङ घर आएको मान्छेहरूको यिनीहरू We are in ready. देख्न सक्नुहुन्छ यो तीनटा यहाँ चाहिँ धेरै धार्मिक स्थलहरू चाहिँ यो चाहिँ हाम्रो नेपालको मोस्ट प्रसिद्ध ठाउँ चाहिँ मानिन्छ तपाईँलाई त्यहाँ छ तपाईँको हनुमान डाँडा के हो समथिङ हेर्नुहुन्छ बनाइसकेको छ फाइनली कति छ रेट 44 यो चाहिँ डिजेलको यो चाहिँ तपाईँको पेट्रोलको रेट गेटिङ टु हाई increasing day by day. So let's meet the cameraman, our rider Pops. So यहाँ चाहिँ पेट्रोल छैन र हामी चाहिँ यहाँबाट निस्किसकेको छौँ टेन्सन चाहिँ यहाँको रेडी बजार एकदम नै ठुलो छ यो चाहिँ वे रहेछ तपाईँको रेडीदेखि यता रानीमल जाने हामी चाहिँ अब रानीमल आइसकेका छौँ रानीमल चाहिँ यहीँ तलनिर हो यो चाहिँ अफ रोड बाटो चाहिँ अलिकति गाह्रो नै छ अब धेरै छैन आउन आइसकेछ गाइज So guys, we are finally at Palpa Ranimal.